कोरियाको कम्पनीहरु चाहिँ हेरौँ है साथीहरु। कोरियाको कम्पनी चाहिँ यस्ता छन्, साना तिना कम्पनीहरु यस्ता छन् है। गाडी आउँदैछ, भर्खर खोले कम्पनीहरु यिनीहरु। जाडो सिजन पनि लाग्नु आँटिसक्यो। अब चट्टोसँगले हिउँ पर्ने अर्को महिनादेखि चाहिँ हिउँ पर्न थाल्छ यहाँ है। एकदम जाडो पर्छ यहाँनिर। माथि डाँडामाथि दामी घर छ हौ, कस्तो मजाले बनाएको छ हौ डाँडामाथि घर। यसरी कम्पनीहरु प्राय आजभोलि ओभर टाइम हुँदैन। अहिले 5 बजेको छ, 5 बजी नै छुट्टी भइहाल्छ। कुनै कम्पनीहरु मात्रै ओभर टाइम हुन्छ है। पहिला आउँदा दनादन काम, आइतबार शनिबार काम हुन्थ्यो भने आजभोलि चाहिँ खासै कामहरु छैन कोरियामा पनि है साथीहरु। यस्ता हुन्छन् पक्राउने साथीहरु हेर्नु होला। कम्पनीहरु साना साना। यो चाहिँ खिम्पो एरिया भन्छ। खिम्पो ढक्कसँगले है। यसरी पुरानो घरहरु पनि छ यता। यहाँ चाहिँ पुरानो घरहरु। यहाँ चाहिँ अब फेरि नस्पाती खेती, एग्रिकल्चरको साथीहरु चाहिँ यस्तोमा पनि काम गर्नुपर्छ। टक्क यो चाहिँ हैन, सिजनको बेला चाहिँ यो के अरे नस्पातीमा चाहिँ टोपी लगाइदिन्छ। त्यो टोपी लगाइदिँदा चाहिँ ट्याक्कसँगले एउटाको 500 दिन्छ अरे। जति छिटो लगायो उति टोपीलाई लगाइदियो। अहिले चाहिँ सिजन गइसक्यो। जति छिटो टोपी लगाइदियो उति गोडाको हिसाब हुन्छ अरे। पैसा चाहिँ यो सिजनमा हैन कमाउँछन् अरे हो 10 लाख वनसम्म। सुनेको कुरो 10 लाख वनसम्म बजाउँछन् अरे गोर्खेहरूले यार। त्यसको टोपी लगाइदिँदा चाहिँ सिजनमा 2-3 महिना होला त्यसको सिजन है। अनि यस्तो छ कम्पनीहरु। यो चाहिँ काठ कम्पनी रहेछ, फर्निचर कम्पनी। काम त मलाई देखिन्छ तर खोइ बन्द भइसक्यो, कामै छैन। 5 बजे छुट्टी भइहाल्यो, 8 घन्टे यस्तो छ है। कम्पनीहरु सबै ठप्प छ, काम छैन हौ। काम छैन कोरियामा पनि। अनि नेपाली अब यस्तो कन्टेनर भन्ने चाहिँ यस्तो हुन्छ है साथीहरु। यस्तोमा बस्नुपर्ने हुन्छ है। तर यस्तो हेर्दा यस्तो भन्ने पनि यहाँभित्र चाहिँ सुविधाहरु, एसी, तातो बोइलरहरु राखिदिएको हुन्छ। गजब नै हुन्छ, ठिकै हुन्छ कोठा है। हेर्दा बाहिरदेखि नराम्रो भने पनि अब रुखहरु पहेँलै हुन्छ यस्तो। गाइज यो चाहिँ नस्पाती खेती है। थोरै नस्पाती लागेको रहेछ है। नस्पाती लागेको रहेछ थोरै। सब सिजन गइसक्यो तर त्यो डाँडामाथि कस्तो दामी कम्पनी छ कि फेरि डाँडामाथि है। मजाको छ यो कम्पनी चाहिँ फेरि दामी। हावा गर्मी महिनामा चाहिँ हावा चल्छ। यहाँ रुखहरु पहेँला हुन थाल्दैछ अब है। सब कम्पनी सानो कम्पनीहरु है। जताततै यी पुचुर्के कम्पनीहरु, यी बस्ने रुमहरु, कन्टेनर भनेको यस्तै हुन्छ। यस्तोतिर बस्नुपर्छ। यो कन्टेनरमा बसै हुन्छ चट्टोसँगले। अनि है जाडो सिजनमा त गइन्छ नि हौ ठडै। त्यसका घरको रगरग कमाउनु पर्यो, पैसा कमाउनु छ हामीलाई पैसा। यहाँ चाहिँ यो गाडी बनाउने ठाउँ। गाडी बनाउने चाहिँ खुक्चे
छादोङ छ खोङ अप्सा रहेछ यस्तो छ कम्पनी छ है सानो कम्पनीहरू सानो छ यस्तो छ साथीहरू ल केही भन्नु छ भने कोरियाको जानकारी केही लिनुपर्ने छ भने भन्नु होला म भिडियो बनाएर लाउने गर्छु कोसिस गर्नेछु बुझाउने कोसिस गर्दैछु थर्बुले जेठाको युट्युब च्यानलमा स्वागत छ र सबैजनाले हेरेर सब्स्क्राइब गरिदिनु होला मेरो प्यारा साथीहरू यो पनि खान्छन् हो यहाँ त कुन दिन काटेर चाप्पा मजाले हान्छन् साथीहरूले फेरि असली हुन्छ अरे नि त फेरि कुकुरको मासु चाहिँ फेरि करे नि त होइन यहाँ चाहिँ चाखेको चाहिँ छैन चाखेर निस्किनु पर्ने छ नेपाल एक पिस लेग चाहिँ बजाउनु पर्ने छ म पनि कुन दिन हानिन्छ होला यस्तो छ है कम्पनीहरू ल गाइजहरू ल के बुझ्नु पर्ने छ भन्नु होला यसो कमेन्ट कुदाउनु होला यसो भिडियो बनाएर हालेर देखाइदिने छु है मेरो चाहिँ काम हुँदैन सुतो बस्यो दिनभरि मेरो चाहिँ खासै काम छैन कम्पनीमा नेपाल गएर आएको थिएँ अस्ति यस्तो हुन्छ सिक्ताङहरू भात खाने ठाउँहरू कम्पनीको यस्तो हुन्छ नेपाल गएर आदि कामै गरेको छैन सुत्या छ चाहिने जो जिन्दगी रमाइलो छ है ल ओके नेक्स्ट भिडियोमा भेटौँला थ्याङ्क यू सी यू है मेरो साथीहरू अर्को भिडियोमा फेरि भेट्ने बाचाका साथ लाल सलाम सबैजनालाई